चाहिँ आज यहाँ ठाँटीघाटमा आएको ठाँटीघाट बजारमा हामी चाहिँ बाबुको बर्थडे थियो कि अनि उसको चाहिँ उसले चाहिँ बर्थडे मनाउनु पर्यो भनेकै सधैँ जहिले पनि त्यही भएर आज चाहिँ उसको लागि चाहिँ हामी बर्थडेको सामान लिन आएको ह्याप्पी बर्थडे टु यु सानो थ्याङ्क यू हामी कहाँ आएको अरे हामी ठाँटीघाट आएको खासमा म अनि दादा अनि बाबु चाहिँ आएको अनि दादा चाहिँ अहिले हाम्रो कान्छी बहिनीलाई ल्याउनु जाँदै हुनुहुन्छ कि आधी बाटोसम्म आएको थियो हामी चाहिँ अहिले बाटोमा बसिरहेको एउटा ठाउँमा है अनि दादा आउने बेलासम्म चाहिँ हामी चाहिँ यहीँ बसेको के यहाँनिर के अरे अहिले चाहिँ छैन के अरे बङ्गुर भन्छ कि सुँगुर भन्छ बाबु देखेर कस्तो डर आयो के सो हामी चाहिँ ठाँटीघाट बजारमा आएको गाइस यो भिडियो चाहिँ मैले युट्युबमा हाल्नलाई बनाएको सबैजनाले गरिदिनु होला हेलो कान्छो हाम्रो कान्छीलाई ल्याएर दादा आउँदै हुनुहुन्छ सक्नुभयो हेलो 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 यहाँ त फाइनल्ली दादा र हाम्रो बहिनी पनि आउनुभयो हेलो 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 यहाँ पनि बस्ने हिँड मेरो आमा त बङ्गुरको धेरै रोयो